राजेश, भन सुभाष। मायामा मान्छेहरूले यति धेरै सुसाइड गर्छन् नि आजकल, जुन कुराले युवा हुर्किँदैछ। इफ त्यसले आज सुसाइड गर्छ भने त्यो पारिवारिक समस्या भन्दा पनि उसको त्यो लभको फेलर मानिन्छ। धेरै कन्टेक्स्टहरूमा यो कुरा प्रुभ भएको छ। मायामा अलिकति फेल भए भन्दैमा सुसाइड नै यसको समाधान हो त? त्यो चाहिँ होइन। अहिलेको नयाँ पिँढीले चाहिँ के चाहिँ देखेको छैन भने चाहिँ सङ्घर्ष भनेको दुःख भनेको के हो भनेर उनीहरूलाई चाहिँ त्यसै चाहिँ थाहा छैन। रियल दुःख भनेको के हो भनेर नबुझेको कारणले उनीहरूले एउटा सानो फेलियरलाई चाहिँ उनीहरूले सोच्छन् कि मेरो जिन्दगी चाहिँ अब यही नै हो, एउटा व्यक्तिले नै मेरो जिन्दगी हो भनेर सोच्नु एकदमै नराम्रो कुरा हो। त्यत्रो आमा बुवाले हुर्काइ पढाइ लेखाइ गरेर त्यति अब कायम नजिकको अब कस्तो कि सबल बनाइसकेपछि अब एउटा सानो कुराले लिएर मानिसले यदि त्यो व्यक्तिले त्यस्तो गर्छ भने त्यो मान्छे एकदम को हुर्काइ ठिकै छ, उसको मानसिक हिसाबले कुरा गर्नुपर्दा चाहिँ ऊ मानसिक डेभलप भएको छैन, उसको मानसिकता चाहिँ विकास भएको छैन। भोगाइको कमी नै हो, एकदम भोगाइको सङ्घर्षको कमी हो। सबै चाहिँ रेडिमेड मिलेको, जस्तो अहिले हाम्रो रेडिमेड सामानहरू सबै मिल्छ नि काठ बजारतिर। पहिला हामीले त्यही काठको बनाउँथ्यौँ होला, कसरी बन्थ्यो देख्थ्यौँ। अहिले चाहिँ रबरको जसरी बन्छ नि ठ्याक्क हामीले त्यो फुट्छ जस्तो सिसाको जस्तो त्यस्तो भयो कि अहिले चाहिँ। एकदम एकदम प्रश्न पार्नुभयो तपाईँले। मैले के सोच्थेँ भन्दाखेरि मानसिकतामा माया भन्ने कुरालाई उनीहरूले एकदम हाई प्रायोरिटी दिएको र अरू कुराहरूलाई चाहिँ एकदम लो प्रायोरिटीमा राखेको। केटाको लागि केटी नै जीवन हो र केटीको लागि केटा नै जीवन हो भन्ने मानसिकतामा उनीहरू हुर्केको कारणले गर्दाखेरि चाहिँ सुसाइडको केसहरू लिन्छन् भन्ने मान्थे। तर मैले सङ्घर्षको कुरा चाहिँ बुझेको थिइनँ। अब किनभनेपछि अब टाइम एक त अब अहिलेका बालिकाहरूले टाइम आमा बुवाको माया न्यानो माया कस्तो हुन्छ, कसरी चाहिँ हुर्काइ पढाइ लेखाइ भनेर प्राय धेरै जस्तो बालबालिकाहरू अहिले होस्टेलमा बसेर जे चिज पनि स्ट्रिक्ट रेगुलेसनमा बस्छ नि त। होस्टेल भनिसकेपछि हामीले बुझ्नु पऱ्यो कि धेरै स्ट्रिक्ट नै हुन्छ। हामी कति बसेका छौँ होला, म चाहिँ थोरै बसेको भएर हुन्छ। अब त्यो टाइममा जब कि उसको मानसिक विकास नै भएको हुन्न,